ले हामी चाहिँ खाना खानु बाहिर निस्केको। आज ढिलो भयो, ड्युटी सुटी बनाउनु साह्रो परेर हाम्रो केटाहरू अगाडि लाग्दैछ, म चाहिँ पछाडि। के खाने हो लड्का लोग्ने। अटो वेट गरेको छैन, बाटो सुनसान हुन आँट्यो। अब 8 बजीदेखि 11 लामा गाडीहरू कम्ती पुग्छ। आज 9 साढे 9 10 बज्न आँट्यो। अलिअलि रहेछ। हाम्रो तल मेरो बुढा, हाम्रो रुम यता रुम जाने बाटो। हेलो भन्नु त मेरो युट्युब च्यानलमा। डेढ़ घंटे हाम्रो भाइहरूले साह्रै ढिलो गर्यो। भिडियो ऊ छ मान्छे खानु बाहिर। लड्का लड जल्दी आओ। धेरै पछि आएको छैन, पर्खिनु लगाएर टाढो बाटो। पुरा भिड रहेछ हौ। आओ आओ जल्दी। भिड त के रहेछ हौ। बाहिर खानु भनेपछि अनि भात बसाएको छोडिकन आएको यो केटाले। कम्तीको छ पैसा सक्नुमा। 1 नम्बर छ। भातहरू सब्जी भात छोडेर आएको हाम्रो केटाहरू। पुरा भिड छ। खानुको हतारमा हेर स्पिड गएको हाल्नु के साह्रो खानुको चाहिँ है। पातमा खाना सँगै आएकोहरूले खाइसकिसक्यो। हाम्रो साथीहरूले भाइहरूले। हाम्रो चाहिँ छैन, आएकै छैन। प्लेट खाली।
आमा सलामले 1 घन्टाको एक नाइट अतालेको भोक लिएर मेरोमा नि हाल्नु त रास खाएर नि भ्याइसक्छ सप्पा चोट बनायो अन्त बुढो बसेछ थोरै छिटो लागेको फेरि तिर्दैछ बुढोले म हिँडिदिएको कम लाउनु यो पैसा बोक्नु बिल चाहिँ किन पर्खेको रास खाएर चाहिँ यो केटाहरूले छोडिदिइकन गएछ त हामीलाई हामी के साह्रो भिडै 12 बज्न आँटिसक्यो आमामा हाम्रो खोइ तिनीहरू हरायो पर हेर खाएर त पर बसिरहेको रहेछ खायो रास अन्त हेर त त्यहाँ पर्खेको हामीलाई होटलमै छोडिराखेर एउटा छोरी दाँत कोट्टाउँदै हिँड्दैछ के छ हाम्रो भाइहरू मज गर्यो हाम्रो गाडी आयो ऑटो आओ हाँ तुम लोग उधर हो गया बुक जल्दी आओ गाउँको रास खाएर हामी यहीँ आइसक्यौँ हाम्रो त्यो आधी बाटोदेखि हिँडेर आएको यसो भुँडी साह्रै रास खाएर राति हो कि 3 बजेर यो केटार बस्यो होइन के मजा अरे बुढा मिठो लाग्यो पैसा कति सकायो 1200 दिन जान्छ 1200 को दिन खाएर आयो रास खाइहालेर अन्त आधी बाटोदेखि चाहिँ हिँडेर आएको अरे यताउस्तै खाएर अलल्ली राखेको छ खानु पनि योहरूले कम्ती काट भएको अन्त यो खालको ट्राई हुन्छ होटेल जाँदा पनि सुनसान छ भन्दा पनि 1-2वटा बाइक चाहिँ यतिखेर चेन्नईमा भयो भने त
बजी नै उयो बन्द हुन्छ आज मेला लागेको रहेछ मेलाले गर्दा अब